हाम्रो हाइकिङको टोली आजको 8 जनाको कस्तो तिमी छुट्यौ मेरो भ्लग हो यो आस्ताहरु गइदै भात पकाएर खानु हुँदैछ अरे क्या हाई गाइस हामी चाहिँ आज पुलचोकी जान आँटेको अनि बाटो चाहिँ कसैलाई पनि थाहा छैन हरायौँ भने कोकुको जिम्मा हामी चाहिँ कोकु हिँडिरहेको छौँ हाम्रो लिडर कमान्डो हामी के भन्छ त्यही हो भरै बरु ढिलो के भन्छ बिस्तारै जानुपर्छ अहिले त छिटो कति धारा अरे यो कहाँ छ 9 धारा यहाँ एउटा भयो 2टा 3टा यो चाहिँ 9 धारा अरे माछा रहेछ गोदावरीको 9 धारा ए यहाँको माछा भन्दा त त्यो टौदहमा यति धेरै माछा छ नि राम राम फुलचोकी भवानी 9 धारा ए यहाँ चाहिँ हो 9 धारा 1 2 खोइ त यहाँ पनि पुग्दैन 1 2 3 4 5 6 7 8 9 10 धेरै पो पुऱ्यायो क्या अरे कतिवटा रहेछ 9 धारा 9 एउटा पुग्यो मैले त यताको गन्दा झन्डै 10 वटा पो पुग्यो तल्लो गाइस तपाईहरु चाहिँ यहाँको 9 धारा मन्दिरदेखि चाहिँ फुलचोकी आउनु हुँदैछ नि सर्टकट बाटो चाहिँ अनि यता जानु ल यात्रा उकालो सुरु दोस्तो तो तुम तैयार हो ना हे भन्नु हम तयार ल हामी चाहिँ अब चाहिँ उकालो उकालो भयो हाम्रो उकालो सुरु भयो यति मुन्दुम ट्रेल जस्तै लाग्छ हो जानु भएको छ के भन्दैछ मरिन्छ जस्तो छ अरे आज मरिँदैन हौ हाइकिङ हिँडेरै त मरिँदैन त्यत्रो ढ्याब्ड्याम त पुगेर आइ त्यही त हो ढ्याब्ड्याम पुग्ने मान्छे हाम्रो गाइजहरू चाहिँ हामी चाहिँ 9 धारादेखि भर्खरै यो उकालो लाग्दैछौँ अनि हामीलाई चाहिँ एउटा बाजेले बाटो देखाइदिनु भएको यदि तपाईँहरू पनि फुलचोकी आउनु हुँदैछ भने चाहिँ थाहा छैन भने हामीलाई सम्झिनुहोस् यो भिडियो हेर्नुहोस् अनि बाटोको मान्छेहरूलाई पनि सोध्नुहोस् म चाहिँ क्यामराम्यान चाहिँ यहाँ छु ल गाह्रो भइरहेछ छोरा उकालो हिँड्नु ठिकै भइरहेछ भनौँ त्यहाँ एकदम आजदेखि 83 साल लाग्यो मेरा केटाकेटीहरू अगाडि हिँडिरहेछन् तरुल खनेको रहेछ माघे सङ्क्रान्तिमा त्यही त यहाँ हाम्रो छोरा बसेर भिडियो बनाउँदैछ दोस्तो तयार हुन हामी त गल्यौँ हाम्रो छोरो चाहिँ गल्दैन म नगलेर बसेको के मकै पनि हो खरबुजा खरबुजा म त ठ्याक्कै छाता ओढेर हिँड्नु पऱ्यो छाता लिएर आएको थिएँ मैले अलि साइड साइड लाग्नु बाटो अरूलाई छोडिदिनु पर्छ कसको ह्याप्पी बर्थडे रे आज काट्यो ह्याप्पी न्यु इयर बेला बेलामा पुग्नु पर्ने पुग्ने गरी काटौँ न एउटा त बोक्नु न होइन त्यसरी यसरी नि काट्नु ए नबोक्नु सबै खाएर हिँड्ने हो कि
कसले बोक्छ यस्तो भारी त्यही त नि मलाई हल्का एक भाग लगा नि त नि काट्ने हो यसलाई दिइहालौँ त एकपट्टिको साना खाएको छ केटाहरूको 4 बजे नि उठेर मैले निन्द्रा गायब गरिदिएको नि त होइन मलाई चाहिँ अलिकति मात्रै मलाई खाऊ न यार तिमी हिँड्नु नसक्ने मान्छे खाऊ न हाम्रो कुखुरा बानी भएपछि थ्याङ्क यू अनि अलिकति बाङ्गो घाटी ए तिमीहरू खाएन भन्दैछौ मैले खाइसकेँ खाइसक्यो मैले म त भोटे खाऊ न यति खानु भएन दाना मन पर्छ एनर्जी ड्रिङ्क डरको अगाडि जित्छ खरबुजा केमा लगाएको हुन्छ ए हामी सबै खोटाङ्गे नि आज त अरू बेला अरू जिल्लाको नि मिसिन्थ्यो वडा इन्द्राणी पोखरीको हो क्या सबै एउटै वडाको यहाँ के गरेको झोला खाता खुल्दो पारेर ओइ तँ यहाँ के गरेको झोला खाता खुल्दो पारेर यता हेर्दा है त कति राम्रो देखेको हे नजिस्काउ न तँ पखाल्नु पर्छ यहाँ हाम्रो चाहिँ खाजा खाने कार्यक्रम सुरु हुन लागेको छ यो खोटाङको रैनी हामीले चाहिँ आज मुकुमसेरी चाम्रे अनि गुन्द्रुकको अचार अरू के बनाएको छ साथी नै आलुदम यता मेरो नातिमाले काँक्रा बोक्नु भएको छ यता अचार नि छ अचारलाई घोलेकै छैन गोला गोला मैले त चुइगम त फालिदिएँ खोइ म के काटौँ म होइन फोटो फोन मात्रै भयो त फोटो चटा नि ल म खिचिदिन्छु ल बस ल परबाट सबैको हुन्छ है दाँतले दाँतले भइहाल्छ नि ल चुइगम डाँसेलाई त्यहाँ छ कहाँ मैले नि चुइगम फालिदिएँ यता हेर एकटा हो दाजुभाइ भन न केटा हो पखाल्नु पर्दैन यो अर्ग्यानिक कुरोहरूलाई पखाल्नु पर्दैन त्यतिकै खाइदिउँ न सबैजनालाई के ठाउँमा दुईजनालाई म मात्रै फाल्टे खाने प्लास्टिकमा त्यसो ल बाटो छोड न हुन्छ त जाऊ म त यो बाटो हो भनेर थाहा नै थिएन अब त जाडो ओहो हो त है ओ यता हेर त यो त कस्तो राम्रो देखेको आज त लास्टै राम्रो देखिरहेको गरेको कि के गरेको सबैले ह्याप्पी न्यु इयर भन्नुहोस् त कस्तो राम्रो मेरो छोरा छोरी नाति नातिना लिएर म चाहिँ नयाँ वर्ष मनाउनु फुलचकी हिँडेको मेरो भएको हाम्रो छोरो यहाँनिर भिडियो खिच्दैछ तन्की तन्की झन् मैले भिडियो भनेको ल यता हेर्नु यता हेर्नु हाम्रो खोटाङको रैनी कति राम्री छ कसलाई फोटो खिच्नु मन लाग्यो यतै बस है पानी पानी पर्दा पनि यो रोड छेउको निगालहरू चाहिँ बुढो भएर सबै सुकेछ फुलिसकेछ
अहिले चाहिँ हामी जङ्गलबाट निस्केर रोडको बाटो हिँड्दैछौँ। हामारा टोली अब 2 किलोमिटर रहेछ। के माग्यौ? हजुर के माग्यौ? मैले त के माग्यौ? हिरा? हजुर हिरा भनेको को? बुहारीको नाम हिरा हो? उसले हिरा मागेको र नि? बाघ टाइपकै रहेछ हो ल हामी नामकरण गरिदिउँ बाघ ढुङ्गा हानेर कहाँ चाहिँ राख्नु पर्ने हो यो? अघि बाघ ढुङ्गै भन्दैछ त। हुन्छ हेलो गाइज हामी कहाँ आयौँ? हामी गन्तव्य भएको यात्री तर बाटो नचिन्ने मान्छे व्यक्ति एकदिन यता हेर यता हेर स्वदेश चामलिङ फाइनल्ली हामी जामाचो पिक आइपुग्यौँ। आज नयाँ वर्ष भएकोले गर्दाखेरि थुप्रो मान्छेले गाडी लिएर आउनु भएको रहेछ। मन्दिरमा जुत्ता खोलेर मात्रै पस्नुपर्ने रहेछ कि। अनि मैले चाहिँ ज्ञानी भएर जुत्ता खोलेँ। यहाँ सबै मेरा केटाकेटीले पनि जुत्ता खोल्दैछन्। चिसो भयो यहाँ हिउँ त पर्छ त नि। यो लेकमा पाउने खस्रो हो यो। हामी त लोइ माया हामी त लेखतिर छौँ जाने भए कति कसको जुत्ता महँगो रहेछ त? मलाई मेरो डबल तिम्रो कतिको? ट्रेकिङ जाने हो नि लेजेन्ड भनेको लेजेन्ड यतादेखि जाउँ है। यता अनि खुट्टा घोचेर मार्ने रहेछ नि त साथी हो। खुट्टालाई थेरापी भयो। अनि यहाँ घरमा नि रहेछ त। ए आर्मी बस्दो रहेछ है यहाँ। आर्मी क्याम्प यही छ। त्यो त छक्क पऱ्यो त ढोग्यौ देउताहरूलाई ढोग्यौ। ब्लग भयो। त्यो पाहाडीको गाउँ चाहिँ कुन होला नि? हिमाल पनि त ए होइन कि कुहिरो? फाइनली हामी चाहिँ जामाचो भन्नु आउँछ। कस्तो फाइनली हामी चाहिँ फुलचोकी माईलाई दर्शन गरेर टिका लाएर
4 घन्टाको यात्रा पछि फर्किँदैछौँ। त्यही छु अब हामीलाई तल गोदावरी झर्नु कम्तीमा पनि 3 घन्टा लाग्छ। लाग्ने सम्भावना छ। यो फुलचोकीको हाइट चाहिँ उचाइ चाहिँ 2700 किलोमिटर रहेछ। अनि यहाँ चाहिँ यो लेकमा पाउने ठुलो ठुलो खस्रोको रुखहरू छ। यो कति वर्ष धेरै 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 वर्षपछि हुर्किएको बिरुवा होला सायद। अब हाम्रो यात्रा ओह्रालो सुरु भयो। मकाको काको मकाको काको बाटैमा भेटाको खोटाङ जिल्ला दिक्तेल बजार लै लै सम्झनामा आउँछौ हजार। दोस्रो चरणको यो चाहिँ खानेकुरो होइन, तेस्रो चरणको बताएँ। यो चाहिँ मेरो लागि रे, म जङ्क फुड खाँदिनँ भनेर मलाई किनिदिएको रे छोरीहरूले। अरूको चाहिँ यस्तो खाँदैछ।